झुम्ने मौका दिनुभयो। अब यस्तो राम्रो राम्रो गाउनु हुने रहेछ, तपाईँ त्यस्तै गाउने, तपाईँ त्यस्तै गाउने, एकदम खुसी लाग्यो। सङ्गीत प्रेमी हुन त अब यो ठाउँ पनि त्यस्तो राम्रो ठाउँ, यहाँ सङ्गीतको एउटा उर्वरभूमि हो। त्यसले गर्दा उर्वरभूमि नभएको भए सायद हामी पनि यो ठाउँमा आइपुग्दैन थियो होला होइन। त्योदेखि लिएर अब नेपालदेखि हजुरहरू यो ठाउँमा आउनुभयो, सायदै कसैको बुवा कसैको बाजेदेखि नै होइन, तपाईँहरू हुनु भएर नै हामी पनि यो ठाउँमा आउने मौका पाएँ। तपाईँहरूले यसरी गीत सङ्गीतलाई सहर्ष रूपमा यसरी माया गरेर तपाईँहरू सबैलाई कन्ठाइरहेछ, म एकदमै अत्यन्तै खुसी लाग्यो। सँगसँगै अब कन्ठमा पनि तपाईँ एकदम मजाले गाइदिनु भयो, एकदम खुसी लाग्यो। अनि एकदमै आज त एकदमै रमाइलो भयो। तपाईँहरूको यो सत्कार स्वागत र सम्मानप्रति म एकदमै आभारी छु, एकदम खुसी लाग्यो। अनि अब भनौँ न अघि तपाईँले भन्नुभयो जस्तै गरेर हामी फेरि पनि भेट्नेछौँ होइन। सायदै अब भनौँ यहाँ नभेटे पनि कुनै दिन कतै न कतै हामी भेटघाट हुनुपर्छ। अब हाम्रो म अघि पनि आशाङलाई भने हाम्रो नेपथ्यको अमृत गुरुङ दाइले एउटा गीत रचेको छ, अनि जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना होइन। त्यो चाहिँ भन्न खोजेको के रहेछ भने त्यो उता पश्चिमतिर चाहिँ जोगले भन्न खोजेको चाहिँ संजोगले भेट भएको भन्न खोजेको। त्यो छोटकरीमा बोल्दा चाहिँ त्यो जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना। हामी जोगले भेट भयौँ तर हाम्रो माया बस्यो, अब मायाले चाहिँ सम्झना भइरहन्छ। संसार जाँदैन, एकदम खुसी लाग्यो।